केउदाई रेमिटान्सबाट नेपाल पैसा पठाउने तरिका। सबैभन्दा पहिला यो जेपी बैंकको एटीएममा जानु होला। हेर्नुस् त म एटीएममा आइसकेको छु। यहाँनिर यो इंग्लिश गाइडमा टच गर्नु होला। हरियो कलरको इंग्लिश गाइड छ नि, यसमा इंग्लिशमा आयो। हेर्नुस् त अब सबैभन्दा माथिमा हेर्नुस् त लेफ्ट साइडमा डिपोजिट बटन आयो। डिपोजिटमा टच गर्नुस्। यो डिपोजिट बटनमा टच गरिसके तपाईले यो रातो कार्ड रेमिटान्स कार्ड भन्छ यसलाई। यो कार्ड चाहिँ यो एरो भएको ठाउँबाट यसरी यहाँ एटीएम राख्ने ठाउँमा राखिदिनु होला। र तपाईहरुले हेर्नु त स्क्रिनमा कार्ड इस्यु इन जापान आयोलाई टच गर्नुस् र यहाँनिर इन्टर गर्दिनुस्। इन्टर गर्नेबित्तिकै अब तपाईहरुले यहाँ इन्टर गर्नुभयो। अब तपाईले कति पैसा पठाउने त्यो चाहिँ यहाँ डिपोजिट गर्नु होला। मैले यहाँ 10,000 हालेको छु र 10,000 मैले हाले। अब तपाईलाई जति पैसा आछ जति पैसा नेपाल पठाउने त्यति पैसा तपाईले यहाँ डिपोजिट गर्नुस्। र हेर्नुस् त मैले 10,000 डिपोजिट गरे। अब मलाई 10,000 हाले पनि मलाई नेपालमा चाहिँ जस्तै 7,000 हाल्दा छैन। 7,000 जापानिज पठाउँदै छु र यहाँ मैले 7,000 हाले अथवा मैले यहाँ 8,000 हाले हैन। अब यो 8,000 एन यसरी टच गर्न तपाईले पनि जति अमाउन्ट चाहिँ पठाउने हो त्यति अरु खुल्ला पैसा फिर्ता पनि आउँछ यसमा। र तपाईले हुन्छ नि त्यति नै हाल्दा पनि हुन्छ है। अब यो प्रोसेस भइसकेको छ। प्रोसेस भइसके सर हेर्नुस् त मजाले यो ठ्याक्क यसरी जान्छ। अब यो रातो कार्डबाट चाहिँ डाइरेक्ट नेपाल पैसा तपाईको अकाउन्टमा गयो। अकाउन्ट होल्डर नेपालमा जो राख्नु भएको थियो त्यसमा गयो र मैले 8,000 नेपाल पठाइदिए र 2,000 मेरो फिर्ता आएको छ। हेर्नुस् त यो रेमिटान्स कार्ड तपाईहरुले युज गर्नु होला।